लसो दर्शन नमस्ते गाइजहरू। अपरेटर यत्तिकै हुँदैन है गाइजहरू। ल हेर्नुहोस्, अब यो भित्रबाट आउनु पर्यो। तपाईँको त्यो दायाँ बायाँको पोलमा छोयो कि गयो, त्यसपछि लाइसेन्स छैन है। तपाईँ लाइसेन्स निकाल्ने एकदमै रहर गरिराख्नु भएको छ भने के गर्छ, ट्रायल कसरी दिइन्छ भन्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो हेर्नु होला है गाइजहरू। यसरी आउने हो, यो पनि हिलोमा आउनुपर्छ क्या। ल हेर्नु है गाइजहरू, यस्तो आउने हो है। ट्याक्क लागेर अब ऊ त्यहाँ पुग्ने हो, त्यहाँसम्म पुग्ने 3 बकेट हाल्ने हो क्या माटो। लाउनु त बाबु, तपाईँले हाल्नुहोस् त। हो अब त्यहाँ माटो घप्प निकालेर यहाँ माथि हाल्नु पर्यो। भिडियो गर्दै अब ट्याक्क लागेर यहाँ अलिकति घटाउनु पर्यो। झऱ्यो कि गयो है गाइजहरू। ल बाबुले धेरै राम्रो गरिराख्नु भएको छ। अब यतापट्टि होइन है, उतापट्टि घुम्नु पर्यो। यतापट्टि घुम्यो कि गयो, माटो झऱ्यो कि गयो, त्यसपछि हातमा लाइसेन्स पाएन गाइजहरू। ल अब 1 राउन्ड घुमेर आउनु पर्यो। हो गुड गुड गुड। बाबुले प्रगति गरे जस्तो छ। यो कुन कम्पनीको भनेर सोध्नु भयो भने छ नि, मौखिकमा सोधिन्छ क्या, यो सानी भनेर भन्ने है गाइजहरू। अब यो टक्क लाएर यहाँ माथि हाल्ने हो। 1 थोपो झऱ्यो कि गयो क्या, लाइसेन्स पाएन, त्यसपछि त सिटी बजिन्छ है। गुड गुड। अब उता लानुहोस्। अब घप्लक्कै हाल्ने हो है। अब फेरि उतापट्टि घुम्नु भएन है। फेरि यता जता अघि जहाँबाट घुमेर आएको छ नि, सेम त्यही गर्नु पर्यो क्या। अब 1 राउन्ड घुम्ने। यसरी नै तपाईँले 3 चोटि हाल्नुपर्छ है गाइजहरू। यसरी नै 3 चोटि हाल्ने हो क्या। यति गरेपछि अब फर्किनु पर्यो क्या गाइजहरू होइन। पछाडिबाट आउनु पर्यो, लुकिङ ग्लास हेरेर जानुभयो। अब यो च्याप्नु भएन क्या गाइजहरू। ल हेर्नुहोस् त, सुइँ लगेर अब त्यहाँ पछाडि पुग्नुपर्छ है गाइजहरू। यति गरेपछि लाइसेन्स हातमा पाइयो है। त्यो अगाडि पुग्ने हो, त्यसपछि त्यो बकेटलाई अलिक सिधा बनाएर टेकाउने हो है गाइजहरू। हो त्यस्तो गरेर अलिकति सिधा बनाएर टेकाउने हो। ल हेर्नुहोस्, हो यति गरेर जमिनमा टेकाउने हो है। यति गरेपछि लाइसेन्स पायो है, पास भयो तपाईँ। यति गरेपछि पुग्यो गाइजहरू। ल